हेलो एभ्रिवान, वेलकम टु माई न्यू मिनी भ्लग। सो आजको मिनी भ्लग चाहिँ सुरु हुन्छ मेरो भान्जा र बहिनीबाट। सो दुवैजनाले चाहिँ बाहिर के खान जाम भनिरहेको थियो, त्यसरी चाहिँ हामी चाहिँ बाहिर के खान निस्केको र हामी चाहिँ घुम्दै फिर्दै गइरहेको थियौँ भान्जा र बहिनीसँग। र त्यसपछि हामीले चाहिँ पानीपुरी खान लागेको थियौँ। अनि पहिला सुरुमा चाहिँ बहिनीले पानीपुरी खायो अनि ऊ चाहिँ एकदमै लजाइरहेको थियो क्यामेरामा आउन चाहिँ। एन्ड त्यसपछि चाहिँ मैले र भान्जाले खान थालेको थियौँ। अनि मैले चाहिँ खुर्सानी र प्याज हालिरहेको थिएँ अनि भान्जाले चाहिँ पानीपुरी खाइहाल्छ। त्यसपछि चाहिँ मैले खान्छु। एन्ड भान्जाले चाहिँ अलिक गाह्रै भइरहेको थियो, उसको हाइट चाहिँ पुग्दैन अनि राम्रोसँग प्रोपरली। सो मैले खाएँ। अनि त्यसपछि चाहिँ के खाने भनेर चाहिँ दुईजनाले डिस्कस गर्दै थियो। एन्ड डिस्कस गर्दा गर्दा चाहिँ चटपटी खाने प्लान भयो र हामीले चाहिँ डिस्कस गर्दा गर्दा चाहिँ चटपटीतर्फ लाग्यौँ। र हामी चाहिँ पहिला स्कुल पढ्दाखेरि चाहिँ हामी एकदमै यहीँ आउँथ्यौँ चटपटी पानीपुरी खान। र बहिनी र मैले चाहिँ चटपटी एकदमै खायौँ मिठो भएर। र हामीले चाहिँ चटपटी र पानीपुरी खाएर चाहिँ घरतर्फ लाग्यौँ। अनि भान्जाले चाहिँ अनि उसलाई चाहिँ पिरो भएर चाहिँ उसले चटपटी खाएन। अब अर्को भिडियोमा भेट्नेछौँ। बाइ बाइ। And thank you for watching this mini vlog. अनि सबैजनाले चाहिँ माया र सपोर्ट गरिदिनु होला, साथ सपोर्ट गरिराख्नु होला। हजुर, थ्यांक थ्याङ्क यू सो मच। भान्जा बाई भन्दै हो। बाइ बाइ। बाई बाई गाइस।